हेलो गाइस, नमस्ते। सन्चै हुनुहुन्छ? हजुर म पनि सन्चै छु। आज म अनि भिन्डी र आलु अनि चौलो मिक्सको के अनि यहाँ चाहिँ यो मेरो भात अनि टक्क लगाएर यो चाहिँ खालि हल्दी र नुन हालेर मात्रै मैले बनाएको है। यसमा मसला केही पनि हालेको छैन कि आज यस्तै खान मन लाग्यो अनि यो चाहिँ अब म खान्छु है। यसको टेस्ट एकदम अलगै आइरहेछ कि एकदम राम्रो आइरहेछ। अब आज यस्तो ट्राई गरौँ भनेको के गाइस, कमेन्ट गर्नु होला कोही कस्तो लाग्छ। बाई। भोलि फेरि एक नयाँ रेसिपी लिएर आउने छु। सक्दोसम्म साथ सपोर्ट गर्नु होला अनि धन्यवाद गाइस।